नमस्ते, तपाईँहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानल भाइरल मार्केटमा। फेरि पनि म उपस्थित भइसकेको छु नेपाली सेयर बजार सम्बन्धी जानकारी लिएर। धितोपत्र बोर्डले ओम मेगासिरीलाई आइपिओ निष्कासन अनुमति दिएको छ। ओम मेगासिरीले पहिलो चरणको आइपिओ माघ 21 गतेदेखि निष्कासन गरेको थियो। यस कम्पनीमा तपाईँले कति कितासम्म आइपिओ आवेदन दिँदा ठिक हुन्छ, तपाईँले कति कितादेखि कति कितासम्म आवेदन दिँदा पर्न सक्छ, यसको आवेदन दिने मिति कहिले रहेको छ र अब कति दिन बाँकी छ, यस सम्बन्धी जानकारी हामी हजुरहरूलाई दिनेछौँ। त्यसैले भिडियो कति पनि नछुटाई अन्तिमसम्म हेर्नुहोला। कम्पनीले जनरल पब्लिकको लागि यही फागुन 27 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। फागुन 27 गतेदेखि लिएर चैत्र 3 गतेसम्म भर्ने मिति राखेको छ, अर्थात् 5 दिन जति रहेको छ भर्ने डेट। तपाईँहरूले यही महिना फागुनको 27 गते बिहान 10 बजेदेखि चैत्रको 3 गते बेलुका 5 बजेसम्म आवेदन दिन सक्नुहुनेछ। 5 बजेपछि चाहिँ यो आइपिओ मेरो सेयरमा देखाउने छैन अनि हजुरहरूले भर्न पाउने हुने छैन। आइपिओ कसरी भर्ने त्यो हजुरहरूले मेरो सेयरबाट भर्न सक्नुहुनेछ। कसरी भर्ने, कहाँबाट भर्ने, त्यो सम्बन्धी सम्पूर्ण जानकारी मैले मेरो पछिल्लो भिडियोमा भनेको छु। त्यो भिडियो हजुरहरूले हेर्न सक्नुहुनेछ मेरो माथि रहेको नोटिफिकेसनमा या मेरो च्यानलभित्र गएर हेर्न सक्नुहुनेछ। हजुरहरूले कसरी आइपिओ भर्ने मोबाइलबाटै भनेर थाहा पाउन सक्नुहुनेछ। रह्यो अब यो कम्पनी आइपिओ हजुरहरूलाई पर्यो भने कतिसम्म जाला। कम्पनीले आफ्नो जारी पुँजीको 60 करोड रुपियाँ बराबरको 25% अर्थात् 18 करोड रुपियाँ बराबरी 18 लाख किता सेयर अङ्कित मूल्य 100 रुपियाँको दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो, जसमध्ये 10% अर्थात् 1,80,000 किता सेयर पछिल्लो चरणमा वैदेशिक रोजगारीका लागि निष्कासन गरेको थियो। कम्पनीले 5% अर्थात् 90,000 किता सामूहिक लगानी कोषको लागि 3% अर्थात् 55,000 किता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरेको छ र बाँकी रहेको सेयर 14,76,000 किता सर्वसाधारणको लागि दोस्रो चरणमा आइपिओ निष्कासन गरेको छ। यसको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। ओम मेगासिरी फार्मास्युटिकल कम्पनीले औषधि उत्पादन गर्ने गर्दछ। नेपाली सेयर बजारमा पहिलो चरण औषधि उत्पादन गर्ने कम्पनी ओम मेगासिरी फार्मास्युटिकल रहेको छ। नेप्सेमा अहिलेसम्म कुनै पनि यस्तो कम्पनी लिस्टेड नभएको हुनाले यसको माग दोस्रो बजारमा अत्याधिक हुनेछ। त्यसैले यो कम्पनीको मूल्य लगभग 1 किताको 1200 र 10 किताको मूल्य 12,000सम्म जान सक्ने प्रबल सम्भावना रहेको छ र यसको किता पनि थोरै भएको हुनाले यसको किता दोस्रो बजारमा जम्मा 14 लाख रहेको छ। त्यसमा नि 3% कर्मचारीको लागि हुनेछ र 5% सामूहिक लगानी कोषमा हुनेछ। बाँकी वैदेशिक र नेपालमा बस्ने नागरिकसँग हुनेछ। लगभग थोरै किता बजारमा हुने भएको हुनाले यसमा ठुला इन्भेस्टरले जति सक्दो छिटो किताहरू उठाउने छन् र यसको पनि अस्ति आएको सेयर जिएमएलआई अर्थात् गार्जियन लाइफ इन्सुरेन्स जस्तै हुनेछ। हजुरहरूले 10 कितादेखि लिएर 10,000सम्म भर्न सक्नुहुनेछ। तर म चाहिँ किता मात्र भर्नु भन्छु, किनकि यसको किता जम्मा 14,76,000 रहेको छ, जसमा 1,47,000 पर्नेछ र अहिले नेपालमा आइपिओ भर्नेको सङ्ख्या झन्डै हाराहारी 20 लाख रहेको छ। र साथीहरू, आइपिओ कसरी पर्छ, भर्दा के गर्नुपर्छ, के गर्नु हुँदैन अनि कहिले कसो साना गल्ती सिली मिस्टेकहरूले हामीले भरेको आइपिओ रिजेक्ट हुनसक्छ हो, यो सम्बन्धी भिडियो ल्याएर चाँडै हजुरहरूको सामुन्ने आउनेछौँ। आजलाई बिदा दिनुहोस्। हस् त, थ्याङ्क यू साथीहरू।